वेलकम बैक टू माई न्यू ब्लग। आज चाहिँ हामी काँक्रीबिहार राइडमा आएको मेरो साथीहरूसँग अनि भाइहरूसँग आएको हेर्न सक्नुहुन्छ। यी मेरो साथी एउटा साइकल र आफ्नो बनाउँदैछ, साइकल बनाउँदै अनि त्यो सेफ्टी सब लाएर अनि हाम्रो सर्सिक भाइ अनि यिनलाई म ट्याग गरेर हालिदिन्छु होइन भिडियो। र केही भन्नु छ भन। लाइक सब्सक्राइब कमेन्ट गरिदिनु ल। ल भाइ धन्यवाद। ल किन ल व्हाट्सएप गाइस हाम्रो साथी अलराइट भनिदिनु होला हैन। ल के बोल्नु चाहनुहुन्छ विप्लव? हाम्रो निराजन मोटु भ्लगरमा सक्नुहुन्छ। हामी चाहिँ होला गाइस मेरो साइकल 1/8 को ब्लेज अनि GTA को नर्मल अनि मेरो साथीको MTB वाला नर्मलमा मेरो साथीको नि ब्लेजको तर बवाल छ मेरो साथी मेरो भाइ हेर सरी। ल अब चाहिँ हामी चल्दिन्छौँ। हामी नास्ता पनि ल्याएको छौँ ब्यागमा सब लिएर आएको छौँ। अब चाहिँ हामी हिँड्छौँ। ल हेर्नु सक्नुहुन्छ र मेरो साथीहरू हेर्नु सक्नुहुन्छ। ल गाइस बाटो एकदमै अवस्था नराम्रो छ बाटोको हेर्नु सक्नुहुन्छ। ल मेरो साथी मेरो भाइ गयो साथी पछाडि आउँदैछन् साथीहरू मेरो। बाटो त अति छ भने कस्तो डिस्टर्ब भएको भने झन्डै मरेन खै सर्सिक भाइ। गाइस म लड्छु जस्तो लाग्यो। छोडो ल गाइस यहाँ झन्डै म लडेको होइन। अनि यस्तो जाँदैछौँ बाटो एकदमै नमिठो छ। म हजुरलाई एकैचोटि ल हुन्छ गाइस एकछिन पछि भेट्यौँ ल हैन। पहिला सुरुमा एउटा म सिनेमेटिक खिच्छु। ल अब चाहिँ यहाँ अगाडि चाहिँ हामीले भिडियो बनाउनु हुँदैन किनकि अगाडि स्यालहरू हुन्छन्। बाटो धेरै खतरा छ होइन पुरै यस्तो उकालो ओह्रालो छ अनि त्यो भएर अनि चाहिँ मलाई नि गाह्रो हुन्छ भिडियो खिच्दा नि होइन। अनि दुईजना त्यो बसिरहेको छ अनि एउटा हिँड्छ अनि बाटो हेर्नु सक्नुहुन्छ कस्तो यस्तो उबड खाबड छ। म हजुरहरूलाई परि गएर भेट्छु त्यतिखेर चाहिँ सिनेमेटिक इन्जोय गर्नुहोस् है त। सानोमा सानो कमलको हाँगा रेशम, सानोमा सानो कमलको हाँगा रेशम, टोपीला बस्यो नङले गोडेर हो रेशम। अस्तिको कुरा बिर्स्यौ कि कुन्नी रेशम, अस्तिको कुरा बिर्स्यौ कि कुन्नी रेशम। म फिर्ने छैन तिमीलाई छोडेर हो रेशम। हामी आइसकेको छौँ यहाँ अनि हामी चाहिँ यहाँ साइकलको यसो सिनेमेटिक यताउता खिचिरहेको थियौँ अनि हेर्नु सक्नुहुन्छ साथीहरू। हेर्नु सक्नुहुन्छ हाम्रो साइकलहरू यस्तो कन्डिसनमा सबको। अनि हामी चाहिँ अब उता जान्छौँ हामी हो त्यो साइड। अनि हामी चाहिँ यस्तो गाउँ भिलेज टाइपको एरियामा छौँ आजको राइडै फर्स्ट त्यो ठाउँमा। अनि चाहिँ हजुरलाई उदेनीमा हिँड्नेमा यस्तो खाल्टो छ हजुरलाई अलिकति पर गएर नास्ता खान लगाएर भेटाउने त गाइज। ल परबाट आएको होइन त्यहाँबाट अनि मेरो साथी चाहिँ यहाँ लोटे रहेछ। ल उठा यसलाई। ए पुरै के चोट त लाएन नि के कहीँ लायो घुँडामा लाएन होला त्यहाँ उयो लायो साथीले। गाइज नमिठो लोट्यो नि त केही त भएन त्यस्तो। जान सक्छौ जान मिल्छ। ल जाऊँ त कन्टिन्यू हानौँ। गाइज धेरै मान्छेहरूले हेरेर खान होइन उता हेर्नु सक्नुहुन्छ दाइ हाम्रो एज। ल हामी चाहिँ अफरोडमा ल आइसकेको छौँ हामी फेरि पनि पिचमा। गाइज यहाँ उषा मेडिकल हल छ। हामी चाहिँ यहाँ KBS स्कुल भनेर भर्ना खोल्यो। कन्टेन्ट मिलिसकेको छ है हाम्रो साथी लोटेर। ल है ल हामी चाहिँ हिँड्दैछौँ। ओइ आसु सर्सिक भाइ छिटो गाइज हामी भाइरल रोड पुग्यो जस्तो छ सायद। मेरो साथी स्लिप हान्न लाग्यो अरे। ल हेर मैले त कस्तो छ स्लिप गाइज। त्यसको स्लिप कहिल्यै राम्रो भएन है गाइज। त्यो अर्कोले चाहिँ हान्यो मैले देखेन। ल गाइज अनि हामी चाहिँ आइसकेको छौँ। मेरो हात लास्ट पढायो होइन अब तन्काम
अनि हेर्न सक्नुहुन्छ हामी चाहिँ हिँडिरहेको हेर्न सक्छु। अनि वा मन नदेखा बेला चाहिँ हान्छ, देखा बेला हान्दैन मेरो साथी फेरि। ल हामी हिँड्छौँ अनि गाडी आएको छ नि त हेर्छ नि त लामो लड्डु 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 गाई हेर्न सक्नुहुन्छ। गाईको लागि गोरु र कोकोलाई चाहियो हो। अनि हामी चाहिँ हिँडिरहेको छौँ। हजुर यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर अनि लास्टमा सब्सक्राइब बस्यो होइन। अनि हामी चाहिँ टाढा आइसकेको छौँ। हामी खाने भनेको यो मुर्दाले त्यहाँ खाम्ला भन्दा भन्दै हामीले कहाँ पुगाइसक्यो गाइस। स्कुल एरियामा पुगे जस्तो छ हामी। यो कुन स्कुल रे? घुस्रा स्कुल भन्ने रहेछ होइन गाइस। म त कहिले आएको थिएन। यो सुर्खेतमा यत्रो बसेर नि आएको। आम्बो यो हेर्दै हुन्छ। यो के हो यो आँसु? यो ल गाइस हेर्न सक्छ यति ठुलो रहेछ टङ्की। अनि उताबाट गाडी आउँदै यहाँ टावर हिँड्नुमै रहेछ। अनि हामी चाहिँ हिँडिरहेको त्यो लास्ट ढिलो आइरहेको। अनि यस्तो पिचमा बनियो भन्दैछ उसले। खै फेरि अगाडिको हावा गइसक्यो विप्लवको। उता अङ्कलले कता हेरेर चलाउनु भएको छ। ल गाइस हामी चाहिँ आइसकेको छौँ। कता चाहिँ आइसकेको छौँ हामी। अनि हामी चाहिँ यहाँ हिँड्दै अनि यसरी जाने हो। साथीहरूले गराएको थियो। अब हान्न नसक्यो हुइली हान्छ है। ड्रिप भन्दै ड्रिपको नाममा धब्बा। अर्को त्यो भाइको ढिलो आएको। अनि हेर्न सक्नुहुन्छ अगाडि बाटो। अनि हामी चाहिँ पिचमा ओन्ली होइन त फेरि पिच क्यामेरा यस्तो हल्लिएको होला, अति हल्ल्या होला होइन। अनि हामी चाहिँ गइरहेको छौँ। हेर्न सक्नुहुन्छ टावरलाई यति यहाँ आइसकेको छौँ। गाँक्री बिहारको ब्याक साइड भन्छ होला यसलाई, त्यस्तै लाग्यो मलाई भन्दै हेर्दाखेरिमा। अनि हामी चाहिँ भिलेज साइडको एरियामा छौँ। अनि बाइक आउँदै रहेछ। हामी चाहिँ लास्ट धेरै घुमेर आइसक्यौँ। कुरी अङ्कल हो कि यहाँ कच्छेतो शरीर पनि। अनि हेर्न सक्नुहुन्छ साथीहरू पछाडि छन्। हाई भन। सिसा चाहिँ है सिसा हेर्न सक्नुहुन्छ हिँड्नेमै साइडमै छ मेरो एउटा भाइ। वा धान्न नसक्यो। वा खतरा रहेछ नि त हो। अर्को ल सक्कर विदाउट सक्कर पनि ढाल्छ है सर्सिक भाइ। र हामी चाहिँ एकछिन सर्सिक भाइले कुर्नुपर्ने हुन्छ। हजुरलाई अब म सिधै नास्ता खाने ठाउँ छैन। नास्ता खाने ठाउँ भेट्छ। हाम्रो एउटा साथी गएको। अब आशुतोष छिटो र आशुतोष नै आउनु ला। यी गाइज ल झार्यो माथि। सोलो देवा सोलो पछाडि गर्ने अगाडि गर्ने हान बिस्तारै कन्टेन्ट मिल्यो हामीलाई। ल गाइस हामी चाहिँ घर आइसक्यौँ। यस्तो पानी परेको थियो होइन। यहाँ पुरै भिजे हामी कपडा पुरै भिजाइहरू सक्नुहुन्छ। हिँड्ने मेरो साथी हिँड्नेमै छन्। पुरै के भएर जानुहुन्छ हजुर।
ल लाइक सब्सक्राइब गरिदिनु होइन गाइज। अर्को ब्लगमा भेटौँला। आजको ब्लगले नै आजको मौसमले नै हामीलाई धोका दियो यस्तै छ। ल हेर्नु चाहन्छ पुरै भिडियो। अब घर आइसकेपछि पानी अब रोकिरह अब घर आएपछि पानी रोकियो। ल है त ल पछि ब्लगमा भेट्नु ल बाई।